लसो र सिद्धिलेख सम्पूर्णलाई स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। योभन्दा पहिलो भिडियोमा चाहिँ मैले तपाईहरुलाई व्यञ्जन वर्ण कसरी पढ्ने भने त्यसको बारेमा मैले भिडियो बनाएर तपाईहरुलाई मैले सिकाइसकेको छु र आज चाहिँ विशेष गरी के को बारेमा पढ्ने भन्दाखेरि फेरि त्यही रिपिट गर्ने है। व्यञ्जन वर्ण फेरि कसरी पढ्ने भने त्यसको बारेमा म तपाईहरुलाई फेरि छोटकारीमा देखाउन चाहन्छु। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्न नभुल्नु होला है। म चाहिँ यहाँ तपाईहरुलाई म हातले लेखेर देखाउन चाहन्छु हैन। सुरुदेखि नै लेखेर देखाउन चाहन्छु, हेर्दिनु होला है। यो रहेको छ का, खा, घा, ङा, चा, छा, झा, न्या, ता, था, था, ना है, अनि पा, फा, यस्तो गर्यो, बा, मा, चा, यो छा, यो जा, वा, चा, सा, हा, या, देख्दै हुनुहुन्छ है तपाईहरुले। रा, ला, सा, सा, सा भन्छ है। रहेको छ हा, आ, यसरी बुझ्नुपर्ने छ। यसमा रहेको छ व्यञ्जन वर्ण टिबेटन लिपिमा सम्बोध लिपिमा व्यञ्जन वर्ण कतिवटा हुन्छ भने 30 वटा है। एउटा हारमा 4 वटा हुन्छ हैन। त्यहाँदेखि लगाएर जस्तै गर्नु पर्यो भने 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 यो 30 वटा हुन्छ है। राम्रोसँग हेर्नु होला तपाईहरुले है। अगाडिको चाहिँ अलि सानो सानो भएको रहेछ, हेर्नु होला। यसरी पढ्नुपर्ने छ। अब यसमा म तपाईहरुलाई फेरि नेपालीमा उच्चारण गरेर देखाउँछु हैन। यो फर्स्टमा रहेको छ, त्यसले कसरी पढ्ने भन्दाखेरि नेपालीमा लेख्नु पर्दा यसरी का भनेर है। यो फर्स्ट काम कसरी पढ्नु पर्यो, का भनेर। दोस्रोमा रहेको छ यो खा भनेर पढ्नु पर्यो। तेस्रोमा यो घा भनेर पढ्नु पर्यो है। यो ङा भनेर पढ्नु पर्यो। यता रहेको छ, यसले कसरी पढ्ने, च आदि या गरे च्या भनेर पढ्नुपर्छ। यसले
त्यो गरेर छ अधि छा ले ले ज अधि या जा भनेर पढ्नुपर्छ है। यसलाई यसरी पढ्नु भयो भने न्या भनेर पढ्नुहोस् न्या भनेर है। यसलाई ता भनेर पढ्ने यसले चाहिँ था दा ना आ था आ मा है मा यसले चाहिँ चा भनेर पढ्नुपर्छ है। चा छा जा वाह वाह भनेर पढ्नु पर्यो। चा छा जा वाह। यताकोलाई के भन्नु पर्यो शा है यसरी शा भयो हैन शा। अनि यो यसको कसरी पढ्नु पर्यो सा हैन। यो चाहिँ हा यो चाहिँ कसरी पढ्नु पर्यो या भनेर पढ्नु पर्यो यसरी या है शा सा हा या। लास्टमा रहेको छ रा भनेर पढ्नु पर्यो रा ला है रा ला त्यसले स्या लेख्नुपर्छ है स्या। कसरी यसरी लेख्नु भएको हुन्छ आदि गरेर आ या स्या हैन स्या भएन यसलाई सा सा भनेर पढ्नुपर्छ है। यसले चाहिँ सा भनेर पढ्नुपर्छ। लास्टमा दुईटा रहेको छ यसले चाहिँ कसरी पढ्नुपर्छ यो हा लेख्नु पर्यो हैन हा भनेर पढ्नुपर्छ यसलाई हा। अहिले पढ्दाखेरि हा हा भनेर पढ्नुपर्छ। अझैको अगाडिको चाहिँ यो हा भयो यो चाहिँ हा भनेर पढ्नुपर्छ है। अनि यो चाहिँ आ भनेर पढ्नुपर्छ हो। यसरी तपाईहरुले लेख्दै पढ्नु भयो भने चाहिँ तपाईहरु एकदम बुझ्न सजिलो हुन्छ भनेर पनि मैले लेखेर नै सिकाएको हो। तपाईहरु पनि पक्कै यसरी पढ्नु भयो भने चाहिँ तपाईहरुले पनि बुझ्न एकदम सजिलो हुन्छ भनेर चाहिँ मैले यसरी देखाएको है। हेर्नुस् है फेरि तपाईहरु म फेरि तपाईहरुलाई फेरि रिपिट गर्नेछु। का लेख्नु भएको छ तपाईहरुले हैन का है खा घा ङा। म तपाईहरुलाई एउटा लठीले देखाउँछु र देख्दैन रहेछ हेर्नु होला है। म तपाईहरुलाई देखाउँछु है यसरी पढ्नु कसरी पढ्नु भन्दाखेरि यो का खा घा ङा है। त्यहाँदेखि च्या छा झा न्या यो ता था धा ना पा फा भा मा है। त्यो गरेर भने देख्दैन रहेछ देख्नको लागि मैले ठुलो बनाएको। चा छा जा वा शा सा हा या रा ला शा सा। के भयो फेरि यो यताको चाहिँ कसरी पढ्नु पर्यो हा आ यहाँ हा लेखेको छ हैन तर हा पनि हो तर यहाँ पढ्दाखेरि चाहिँ फर्स्टमा पढ्दाखेरि चाहिँ हा आ भनेर पढ्नुपर्छ है।
तपाईहरु पनि यसरी नै लेखेर पढ्नु भयो भने एकदम अक्षर चिन्न सजिलो हुन्छ भनेर चाहिँ मैले तपाईहरुलाई यसरी देखाउन खोजेको हो। र यसको बारेमा पनि छोटो छोटो मैले पहिले नै सिकाइसकेको छु। यदि तपाईहरु यस्तो ज्ञानहरु तपाईहरु सिक्न चाहनुहुन्छ भने तपाईहरु अथवा सम्पूर्ण लिपिहरु सिक्न चाहनुहुन्छ भने भिडियोलाई लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला। तपाईहरुको के कस्तो सल्लाह सुझाव छ कमेन्टमा भन्न नभुल्नु होला है। राशिदेलेख।